Hello guys, welcome to a new video. In today's video, we are going to discuss some tips for St. Louis College Maithigar and its entrance exams. So let's begin. कलेज माथिघरको स्टुडेन्ट हुनुको नाताले अब तपाईहरु पनि प्रिपेयर गरिरहनु भएको होला। अब केही कुरा नमिल्ला के गर्नुपर्छ भने थाहा नहोला, त्यही भनेर मैले चाहिँ यो भिडियो बनाइरहेको छु तपाईहरुलाई केही टिप्सहरु दिनको लागि। अब बिगिन गरौँ है त। सुरुमा के भन्न चाहन्छु भने सेन्ट लुइस कलेज भनेको एउटा कलेज मात्र हो। यहाँ पढाइ हुन्छ, तर पढ्नु चाहिँ तपाईले नै पढ्ने हो। जता गए नि पढ्न चाहिँ तपाईले नै पर्छ। सेन्ट लुइस कलेज चाहिँ कतिपय अहिले बेस्ट कलेज हुन्छ, यस्तो उस्तो भनेर हुन्छ, तर त्यो केही हैन कि पढ्नु पर्ने तपाईले नै हो, मेहनत गर्नु पर्ने तपाईले नै हो। अब तपाई मेहनती हुनुहुन्छ भने जता नि फस्टर गर्न सक्नुहुन्छ, जता नि प्रस्पर गर्न सक्नुहुन्छ। सेन्ट लुइस कलेजमा नै आउनुपर्छ भन्ने केही कुरा छैन। त्यही भएर अब नाम भनेको पनि दुखी नहुनु, मेहनत गर्नु अनि ब्याचलर्समा केही राम्रो ठाउँमा पढ्न सक्नुहुन्छ। Now let's begin with the tips. अब नम्बर 1 मा रहेको छ बी प्रिपेयर्ड। अब कस्तो सिम्पल छैन, तर प्रिपेयर चाहिँ हुनुपर्छ एकाडेमिकली। अब कन्फिडेन्सको वाइज जेको वाइज पनि प्रिपेयर्ड हुनुपर्छ है। तपाईले सब पढेको हुनुपर्छ। अनि अर्को भनेको चाहिँ क्वेशनको डिफिकल्टी र कम्पिटिसनको लागि पनि प्रिपेयर हुनुपर्छ। अब तपाईले एकदम राम्रो गर्नुभयो होला अनि निश्चिन्छ भन्ने चिलमा हुनुहुन्छ, तर त्यस्तो हुँदैन। अब अरूले कोही राम्रो गरेछ कि त भन्दा राम्रो कम्पिटिसन आछ कि त्यस्तो, त्यही भएर प्रिपेयर्ड के त्यही हो। लेट्स बिगिन विथ सम बेसिक टिप्स। के गर्नुपर्छ भने हजुरलाई ओएमआर सिट दिएको हुन्छ नि, क्वेसन पेपर छुट्टै दिएको हुन्छ। क्वेसन पेपर चाहिँ तपाईँले बाहिर सिक्न पाउनुहुन्न है, त्यही रिमेम्बर द्याट। अनि ओएमआर सिट हुन्छ त्यसमा। अनि के गर्नुपर्छ भने क्वेसन हुन्छ, क्वेसन भन्दा के अरे सरी, यता क्वेसन पेपरमा क्वेसन हुन्छ अनि यता ए भनेर हुन्छ अनि यता 4वटा सर्कल हुन्छ कि। अनि ए को ABCDसम्म 4वटा सर्कल हुन्छ। अनि तपाईँलाई कुन चाहिँ बेस्ट एन्सर लाग्छ त्यसमा डार्कन गरिदिनुपर्छ सर्कल। टिक गर्ने होइन, क्रस गर्ने होइन, के होइन, एउटा सर्कललाई डार्कन गरिदिनुपर्छ। यस्तो प्र्याक्टिस गर्नुको लागि चाहिँ एउटा दुईवटा प्र्याक्टिस टेस्ट, मक टेस्ट दिनुहोस् है। अनि अर्को टिप रहेको छ, क्वेसन प्याटर्न चाहिँ बुझेर आउनु होला। कस्तो हुन्छ भने क्वेसन MCQ हुन्छ क्या। अनि 30 मार्क्स जति म्याथ हुन्छ, 10 मार्क्स इङ्ग्लिस हुन्छ, 10 मार्क्स चाहिँ लजिकल एन्ड रिजनिङ खालको क्वेसन हुन्छ। अनि फिजिक्स, केमिस्ट्री र बायोलोजीबाट कति 10-10 हो कि 15-15 मार्क्स आएको हुन्छ। तिनीहरू चाहिँ क्वेसन प्याटर्न चाहिँ बुझेर आउनु कि। अब अर्को एउटा टिप के भनिहाल्न चाहन्छु भने लजिकल र रिजनिङ क्वेसन चाहिँ प्र्याक्टिस गरेर आउनु होला। कस्तो क्वेसन आउँछ भने यस्तै स्क्रिनमा रहेकै कोही खालको क्वेसन आउँछ। यस्तो क्वेसन चाहिँ अब मिल्यो भने मिलिहाल्यो, नभए चाहिँ अब के नै गर्न सकिन्छ, अब ऱ्यान्डम टिक हान्नु पर्छ। अनि अर्को भनेको चाहिँ मक टेस्ट, प्र्याक्टिस टेस्टहरू दिइरहनु होला है। त्यसले चाहिँ के गर्छ भने कन्फिडेन्स बिल्डअप हुन्छ अनि कसरी एन्सर गर्ने भन्ने थाहा हुन्छ। अनि रिपिटेड क्वेसनहरू पनि बुझ्नुहुन्छ, कस्तो खालको क्वेसन आउँछ भन्ने अन्डरस्ट्यान्डिङ हुन्छ। अब एक्जाम डेमा जानुभयो र बस्नुभयो अनि कस्तो के गर्ने नै आएन कि आत्तिनु भयो भने त त्यो एक्जाम बिग्रिहाल्छ नि त। त्यही भएर मक टेस्ट दिनुहोस्। अनि अर्को एउटा इम्पोर्टेन्ट भनेको चाहिँ प्र्याक्टिस गर्नुहोस् कि अब 8, 9, 10 को सब टपिकहरू बुझ्नुहोस्, प्र्याक्टिस गर्नुहोस्। 11बाट पनि अलिअलि आउँछ है, तर त्यस्तो केही गाह्रो चाहिँ आउँदैन। म त्यसको लागि अर्को एउटा भिडियो बनाउनेवाला छु, त्यो पनि हेर्नु होला। अनि अर्को भनेको चाहिँ नडराउनुहोस् कि त्यहाँ जानुहोस्, नआत्तिनुहोस् है। अनि आरामले लेख्नुहोस् कि किनकि टेस्ट मात्र हो है, यहाँ नभए अर्कै काममा हुन्छ। त्यस्तो केही आत्तिनु पर्ने कुरा छैन कि। आरामले लेख्नुहोस्, धैर्य गरेर लेख्नुहोस् अनि सोचेर लेख्नुहोस् कि पहिला यत्तिकै यो एन्सर लेख्नुभयो अनि पछि होइन रहेछ भनेपछि त्यो काट्न पाउँदैन, गयो मार्क्स। त्यही भएर सोचेर लेख्नुहोस्, सोचेर एन्सर लेख्नु, के अरे टिक गर्नुहोस्, लेख्ने होइन टिक गर्ने हो। अनि अर्को भनेको चाहिँ दिनको 12 घन्टा पढ्नुपर्छ। यस्तो उस्तो केही हुन्न है, दिनको 2-3 घन्टा प्र्याक्टिस गरेर पढ्न नि पर्दैन, प्र्याक्टिस गरेर पुग्छ जस्तो लाग्छ मलाई चाहिँ। प्र्याक्टिस गर्नुहोस्, इङ्ग्लिसहरू बुझ्नुहोस्, रुलहरू बुझ्नुहोस्, ग्रामर रुल बुझ्नुहोस्, म्याथको फर्मुलाहरू याद गर्नुहोस्। अनि फिजिक्सको चाहिँ बेसिक कन्सेप्ट, केमिस्ट्रीको पनि बेसिक कन्सेप्ट, अनि बायोलोजीको चाहिँ एउटा दुईवटा घोक्न पर्ने कुराहरू घोक्नुहोस्। अनि त्यस्तो केही गाह्रो हुन्न, सक्नुहुन्छ कि 8, 9, 10मा राम्रो मार्क्स आइरहेको छ भने सक्नुहुन्छ। 8, 9, 10मा मिहिनेत गर्नुभएको भने सक्नुहुन्छ। अब एक दिन अगाडि आतिर चाहिँ नसक्नु पनि सक्नुहुन्छ, त्यो चाहिँ के भन्न सकिन्छ र कति धेरै सक्नु भने तर ठिकै छ। अर्को रहेको छ टाइम म्यानेजमेन्ट। तपाईलाई प्रशस्त टाइम दिएको हुन्छ गर्नलाई, 1 घन्टा 15 मिनट हो कि 1 घन्टा, साढे 1 घन्टा त्यस्तै कति हुन्छ। तपाईँलाई 100वटा क्वेसन गर्नुपर्ने हुन्छ। त्यस्तो केही आत्तिनु पर्ने केही हुन्न, बिस्तारै गर्नुहोस्, राम्ररी गर्नुहोस् कि एउटा क्वेसन चाहिँ नछोड्नुहोस् कि कुनै पनि नछोड्नुहोस्। त्यसमा अर्को एउटा पनि पोइन्ट गर्न चाहन्छु, क्वेसन नछोड्नुहोस्। आएन खाली चाहिँ नछोड्नुहोस्, एउटा ऱ्यान्डम सर्कल गरिदिनुहोस् है। खाली छोड्नुभन्दा त केही 25% त चान्स हुन्छ नि मिल्ने, त्यो नेगेटिभ मार्किङ हुने होइन। त्यही भएर खाली क्वेसन नछोड्नुहोस्, भ्याउनु भएन तर जसरी भ्याउनु त भएन, तर भ्याउनु भएन भने पनि एउटा सर्कल गरिदिनुहोस्, अलिकति मार्क्स लाने चान्स हुन्छ। नेक्स्ट पोइन्ट इज चिट नगर्नुहोस्। थाहा पायो भने निकालिदिन्छन् एक्जाम हलबाट अनि तपाईँले इन्ट्रान्स दिन पाउनुहुन्न कि। अब 1 मार्क्सको लागि भनेर पुरा चान्स नै जान्छ। अब त्यही भएर चिट नगर्नुहोस्, आफूले आउने कुरा गर्नुहोस्। आएन भने ऱ्यान्डमली सर्कल गरिदिनुहोस्, 25% चान्स सम्झिने मिलिहाल्छ कि। अब चिट गरेर बाहिर निस्किनुभन्दा त 25% नै राम्रो हो। त्यही भएर चिट चाहिँ नगर्नुहोस्, आफ्नै लकमा विश्वास गर्नुहोस्।
Well, the next thing is I actually want to add on something actually before, that is logical and reasoning questions. You have to prepare them very well. They are kind of like free marks if you can get them right, because it's nothing complicated. It's just your brain and how you use it. I'll put a link if I can find it to some logical questions in the description. You can check it out. It's not that difficult. Just practice some and then you'll get the hang of it. It's nothing difficult whatsoever. वेल गाइज यो भिडियोको लागि चाहिँ त्यति नै हो। म अरू पनि टिप्स लिएर अर्को भिडियोहरू बनाउँछु। 11-12 रिलेटेड कन्सेप्टहरू पनि क्लियर गरिदिन्छु त्यो इन्ट्रान्सको लागि भनेर, जस्तै कि अक्सिडेसन रिडक्सन र रिलेटेड डेरिभेटिभको सजिलो त्यो क्वेसनहरू, अनि एउटा त्यो साइन्सको त्यो केमिस्ट्रीहरूको नि त्यो हुन्छ नि मोलिकुलर फर्मुला के भन्छ कस्तो बोल्नै आएन, त्यो मोलिकुलर फर्मुलाहरू पनि एउटा तपाईँ अगाडि भिडियोमा राखिदिन्छु, हेर्न सक्नुहुन्छ, प्रिपेयर गर्न सक्नुहुन्छ। अनि बेस्ट अफ लक फर योर एक्जाम्स। You can do it, anyone can do it. It's just an exam, nothing to worry about whatsoever. Just listen to the tips I have said before, practice well, maintain your health, do not worry about it a lot, and well, do your best, because that's all you can do. Thank you.